यो चाहिँ हाम्रो पारी अछामको गाउँ यो चाहिँ हाम्रो राखम कर्णाली यो चाहिँ हाम्रो कर्णाली हाइवे होइन धुलै धुलो भयो होइन दाइ हो एकदम अब धुलो भएर ती तीनटा ट्रकले खतम बनायो नि हामीलाई त बाटोमा यो यस्तो यो गुणस्तरीय बाटो नभएको कारणले गर्दा कर्णाली हाइवेमा चाहिँ स्तर उन्नति छैन त्यहीमा टाला छ नाली छैन केही छैन यहाँ अब हामी छ त यहाँ त अब हामी कति टाइम पुग्छौँ होला दाइ अब ठाउँमा हामी आधा घन्टा पुग्छौँ बिरेन सर तपाईँलाई यसरी खोज्नु पनि मिल्यो होइन वाट्सएप गरेर खोज्नु पनि मिल्यो अनि यसरी गरेर पनि मिल्यो कर्णालीको माछा खानु आएन खास मैले के हो भने के हो फेरि खानु आएकै नै उठ्नु त कस्तो देखिन्छ उठ्नु न धुल देखिन्छ उठ्नु न ठुलै चस्मा लाउनु कस्तो देखिन्छ लाउनु त तपाईँलाई जुन कालो देखियो कसो भने लु मेरो फोटो खिच कसो फोटो खिच्यो र हरिबहादुर खै अब चाहिँ हामी चाहिँ यो आधा घन्टामा ठाउँमा पुग्छौँ मजाले राखौँ कर्णाली घुम्नु पर्ने हुन्छ यो चाहिँ कर्णाली नदी यहाँ चाहिँ माछाहरू त हाम्रोतिर कति खाइन्थ्यो होइन लोकलसँग हाम्रो चाहिँ मध्य पहाडी चाहिँ त्यो बाटो हुँदै मध्य पहाडी त्यता गइरह यो चाहिँ हाम्रो सिगौडी अछामको के गाउँ थियो यार मैले बिर्सेँ यहाँ ठ्याक्कै बिर्सेँ यो गाउँको नाम अच्छा होइन